हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज हेर्नुहोस् यहाँनिर मौरी देख्न सक्नुहुन्छ है मादले डुँडेमा। र यो चाहिँ आज हामी सिफ्टिङ गर्न जाँदैछौँ। एकदमै मौरी प्याक भइसकेको छ र अहिले पर्फेक्ट टाइम पनि हो। र यसै गरी हेर्नुहोस् साइन्टिफिक हाइभ है, यो एकदमै दामी डुर छ धुप्पीको, मैले लिएर आएको छु। र यो जग्गा चाहिँ हो तपाईँको, हेर्नुहोस् यो हो तपाईँको हाम्रो आसाम लिङ्जे, यो तपाईँको टिआरआई है, टिआरआई हेर्नुहोस् है। यो जग्गा त प्रायः सबैले चिन्नुहुन्छ र यो शिखर टर्निङ भनिन्छ है। र यसै गरी हेर्नुहोस् नजारा पनि एकदम, मौसम एकदमै दामी छ। यस्तो छ जग्गा हाम्रो है, हाम्रो गाउँको चाहिँ। र मौरी अब यहाँबाट सिफ्टिङ गर्ने र के कसो हुन्छ, के कस्तो रहेछ है, तपाईँहरूलाई म अपडेट दिनेछु। भिडियो फुल हेर्नु होला। हेर्नुहोस् मौरी राम्रो छ। भाले चाहिँ अहिले देखेको छुइनँ है, के कसो छ भित्र हेरौँ। यसलाई चाहिँ अब सार्ने हो। हेर्नुहोस् म चाहिँ भने रेडी भइसकेको छु है। र मौरी अब सिफ्टिङ गर्ने। हेर्नु होला मौरी, भाले पनि रहेछ, एकदमै रहेछ भाले पनि हो। भाले हुन्छ यतिखेर, तपाईँको सिजन हो। र यहाँबाट हामीले अब बेसी ढिलो गऱ्यो भने चाहिँ यो छुट्टिने चान्सेस हुन्छ हो। मौरी एकदमै प्याक छ। हेर्नुहोस् अब यसको प्रोसेस अगाडि स्टार्ट गर्नेछु है म। हेर्नुहोस् न, यो चाहिँ तपाईँको बेसी लोड भएर हेर्नुहोस् है, चाका यसरी सबै भुइँमा झरेको रहेछ हो। हेर्नुहोस् त, यो अहिले पनि अलिकति हल्लिएर पनि होला, तर तपाईँको एकदमै लोड छ यो है। मौरी पनि टाइट बिचरा। अब यो काम गर्नु हेर्नुहोस् है, यस्तो भयो है, डल्लै सिल्ड हनी छ है। र गाइज हेर्नुहोस् है, तपाईँको यो एकदमै लामो चाका है, र डल्लै यसमा चाहिँ हनी मात्रै भएर लोड भएर चाहिँ तपाईँको चाका यसरी झरेको भेटियो है। सबै नै चाका झरेछ है। र तपाईँको एकदमै वार पारै छ अब चाका। हेर्नुहोस् न, हेर्नुहोस् त डल्लै सिल्ड हनी छ हो। अन्त ओल्लो छेउदेखि पल्लो छेउसम्मको चाका छ। अब यो चाहिँ एकदमै जोगाएर काम गर्नुपर्ने हुन्छ। तपाईँको रानी ड्यामेज हुनु पनि सक्छ है, यो चाका झर्दाखेरि मौरीहरू चेप्टेको पनि हुनसक्छ। र यहाँ अब बेसी तपाईँको बच्चाहरू पनि छैन, सिफ्टिङ गरौँ भनेको। र हामीले अहिले हेर्नुहोस् यति खुदो त निकालिसक्यौँ हनी होइन। अहिले बिस्तारै गर्दैछु र फाइनलमा तपाईँलाई म सिफ्टिङ भएको देखाउँछु है। र हेर्नुहोस् है यसरी है निकाल्दैछु। खुदो एकदमै दामी छ। र तपाईँको मेन प्रब्लम चाहिँ त्यही भयो, चाकाहरू सबै झरेर है। र पनि ठिकै छ, यतिको मजाले नै निकाल्दैछु। यो हेर्नुहोस् डल्लै सिल्ड हनी छ। अब तपाईँको यो बान्नेपट्टि लाग्नेछु म। र हेर्नुहोस् है अहिले तपाईँको हामीले 1 2 3 4 चारवटा चाका चाहिँ एकदमै मजाले हालिदिइसकेको छु है। र यस्तो भयो। हेर्नुहोस् मौरी एकदमै राम्रो छ। अब यसलाई लास्ट एउटा सानो चाका छ, यो निकालेर चाहिँ अब सिफ्टिङ गर्ने हो है। र हनी चाहिँ एकदमै एक्सिस भन्छ यसलाई चाहिँ है, एक्सिस भएर तपाईँको चाकाहरू भाँचेको हो। अब यहाँ हेर्नुहोस् न, लत्तर पत्तर कति भुइँमा झऱ्यो हो। हेर्नुहोस् त, यो चाका त अब एकदमै दामी चाका है। यहाँ हेर्नुहोस् मुनि यो डल्लै सिल्ड हनी है। र यसमा पनि हाल्दैछौँ है। यो सिजन चाहिँ म चाहिँ ल्याबिसै लगाएको रहेछ। र गाइज हेर्नुहोस् है, फाइनली सिफ्टिङ गर्दैछु है। र मौरी जाने प्रयासमै छ अब। र यता हाम्रो आगे पनि आइपुग्नु भयो हेर्नुहोस् है, ठिक्कै टाइमिङमा हो। र यो चाहिँ आसाम लिङ्जे तपाईँको शिखर टर्निङ भन्छ। र टिआरआई यहाँ देख्न सक्नुहुन्छ। र मौरीको काम एकदम धमाधम भइरहेछ है। र रानी अब अलिकति कन्फर्म भइहालेको छैन, हेरौँ के हुन्छ। हेर्नुहोस् मजाले यो सक्सेसफुल त हुन्छ 100% है। अघि तपाईँलाई मैले देखाएको छु अगाडिको है। र यो भिडियो सेयर गरिदिनु होला है, हिमालयन क्रिएटरलाई फलो गरिदिनुहोस्। एकदमै तपाईँहरूको साथ सपोर्ट पाइरहेको छु यसको। हेर्नुहोस् है गाइज, फाइनली तपाईँको लगभग सिफ्टिङ भइसकेछ, अलिकति छ है। र एकदमै यो सक्सेसफुली भयो। हेर्नुहोस् अलिकति भिडियो लामो हुनेछ, तर एकदमै इन्ट्रेस्टिङ छ है। र तपाईँहरूले एकदम साथ सपोर्ट दिइरहनु भएको छ। अझै पनि यो भिडियोलाई पनि सेयर गरिदिनु होला। रानी पनि यसमा लगभग पसेको अन्दाज गरेको छु। र पनि म खेप चाहिँ अब हेर्नुहोस् यसरी हातले नै गरिन्छ हामी त है।
त्यो पन्जा सन्जा बेसी लगाउँदा चाहिँ अप्ठ्यारो हुन्छ कि काम गर्न के जस्तो पनि लाग्दैन। हेर्नुहोस् है, अब चाहिँ लगभग फाइनलतिर आइपुगेको छौँ। अब एउटा चाका बान्नु छ। गाइज हेर्नुहोस् है, मौरी फाइनली सिफ्टिङ गरिसक्यो है। तर रानी तपाईँको के भयो भन्दा रानी चाहिँ ऊ पर गएर बसिरहेको रहेछ र मैले यसरी क्विन केजमा हालेर ल्याएँ रानी है, नभए झन्डै रानी हराइ गएको है। यसरी मौरी सिफ्टिङ गर्दा चाहिँ एकदमै रानी चाहिँ हामीले है ध्यान दिनुपर्छ। कोही बेला लुगातिर पनि अड्किनु सक्छ। अब के भयो भने अब यो रानी यहाँ दिँदा तपाईँको गइहाल्छ। हेर्नुहोस् है, लु फाइनली एकदमै मजाले तपाईँको सिफ्टिङ भइसक्यो है र एकदमै यसरी सक्सेस भयो, राम्रो। आज वेदर हेर्नुहोस् न, एकदमै दामी, फेरि यति लभली छ कि